हेलो गाइज, हाम्रो युट्युब च्यानलमा हजुरलाई फेरि पनि स्वागत छ। हामीसँग आइसकेछ क्यानन 2900 को प्रिन्टर। फेरि पनि यसमा के समस्या छ भनेपछि हामीलाई पनि थाहा छैन। हामी पनि अब तपाईहरुकै अगाडि चेक गरेर देखाउने छौं। यो अन्टै रिपेयर भएर आइसकेको छ। अब हेरौं यसमा के समस्या छ। अब यसलाई टेस्ट गरेर हामीले हेर्ने छौं अब के समस्या देखाउँछ। प्रिन्ट गरे है त प्रिन्ट पनि पुरै ब्ल्याङ्क गरेछ। पुरै सादा प्रिन्ट फालिरहेछ यसले। र यसमा के समस्या हेरेछ भनेपछि आउट अफ पेपर और पेपर कोल्ड नट बी फिड, यस्तो समस्या हेरेछ। यसलाई फेरि थिचेपछि फेरि अर्को पेपर यसले पिकअप गर्छ। फेरि ब्ल्याङ्क दिएछ प्रिन्टले। यस्तो अवस्थामा के समस्या हुन्छ भनेपछि यसको सेन्सरले काम गरिरहेको छैन। अब यसलाई खोलेर हामीले हेर्ने छौं के समस्या रहेछ त यसमा, अनि हजुरलाई देखाउने छौं। साथीहरुमा यो प्रिन्टरलाई खोलिसकेको छु। अब यसमा के समस्या छ भनेर हामीले हेर्ने छौं विस्तृत रूपमा। हेरौं है त यसको सेन्सरको समस्या मैले भने थिए। यसमा कसैले सेन्सरको वायरलाई चुटाइदिएको छ साथीहरु, देख्न सक्नुहुन्छ। यो यसमा अट्याच भएको हुन्छ। यो भाँचिएको रहेछ साथीहरु। यसलाई हामीले अब कि त यसलाई रिपेयर गरेर हाल्नु पर्ने हुन्छ कि त अर्को चेन्ज गर्नु पर्ने हुन्छ साथीहरु। अब म यसलाई फाइनली चेक गरेर म फेरि यसलाई चेन्ज गरेर म अर्को हाल्ने छु। यसको यो सेन्सरको वायर हुन्छ यो वाला, यो पेपर सेन्सर र कार्टेज सेन्सरको हुन्छ। फाइनली गाइज हाम्रो प्रिन्टर रेडी भइसकेको छ। अब हामीले टेस्ट मात्रै गर्न बाँकी छ यसमा। अब यसलाई हामीले टेस्ट प्रिन्ट गरेर हेर्ने छौं हाम्रो प्रब्लम सल्भ हुन्छ कि हुँदैन। मैले यसलाई टेस्ट प्रिन्ट दिइसकेको छु। अब हेरौँ है त हाम्रो समस्या सल्भ भयो कि भएन। ल साथीहरु, हाम्रो प्रिन्ट आइसकेछ। अब फाइनली रेडी भइसकेछ प्रिन्टर। अब